बारक मोर पिता पुत्र र पवित्र आत्माको नाउँमा आज हामी यस एपिसोडमा पाम सन्डे पर्व अर्थात् खजुरको आइतबारको पर्वको बारेमा कुराकानी गर्नेछौँ। संसारको इतिहासमा धेरैवटा युद्धहरू भए, कुनै राज्य र समूहले युद्ध जिते र कुनै राज्य र समूहले युद्ध हारे, शासकहरूले सहरहरू कब्जा गरे, सम्राटहरूले सबै अरू राष्ट्रमाथि विजय हासिल गरे। कहिलेकाहीँ राजाहरूले सम्पूर्ण संसारलाई जित्ने प्रयास गरे। तर मानव इतिहासमा मानिसहरूले जान्न नसकेको एउटा क्षेत्र छ जसमाथि तिनीहरूले अधिकार गर्न सकेका छैनन्। यो विजय प्राप्त नगरिएको क्षेत्र मानवको हृदय हो। मानव हृदयको एकमात्र विजेता येशू ख्रीष्ट राजा हुनुहुन्छ। पाम सन्डे पर्व अर्थात् खजुरको आइतबारको पर्व अर्थोडक्स चर्चका 12 महान पर्वहरूमध्ये एक हो। पाम सन्डेका दिन ख्रीष्ट राजाले यरुसलेम सहरमा प्रवेश गर्नुभयो। यस कुराको उत्सव मनाउनका लागि हामी चर्चमा भेला हुन्छौँ र ख्रीष्टलाई हाम्रो जीवनको राजाको रूपमा स्मरण गर्छौँ। येशूले हाम्रो जीवनको यरुसलेम अर्थात् हाम्रो हृदयमा प्रवेश गर्नुहुन्छ। पाम सन्डे आनन्द र उत्सवको पर्व हो। यसको साँझदेखि इस्टर सन्डेको समय सुरु हुन्छ। ख्रीष्ट हाम्रा निम्ति क्रुसमा बलिदान हुनुभयो। यसर्थ उहाँको बलिदानलाई स्मरण गर्ने समयतिर हामी अघि बढ्दछौँ र हामीमा गम्भीर वेदनाको भावना र मनस्थिति सिर्जना हुन थाल्छ। पवित्र चर्चले क्रिस्चियन विश्वासको सुरुको समयदेखि पाम सन्डे पर्व अर्थात् खजुरको आइतबारको पर्व मनाउँदै आएको छ। तर धार्मिक उत्सवहरूमा खजुरका पात र हाँगाहरू प्रयोग गर्ने चलन पुरानो करारको समयदेखि नै सुरु भएको। यरुसलेम सहरको वरिपरि खजुरका रुखहरू थिएनन् तापनि यहुदीहरूले धार्मिक उत्सवहरू मनाउँदा र यरुसलेमको मन्दिरमा छाप्रो बाँसको चाड मनाउँदा बाहिरबाट ल्याइएका खजुरका हाँगाहरू किनेर प्रयोग गर्दथे। हामीलाई यो कुराले अचम्म लाग्छ। इजरायलीहरूले आफ्नो सनातनको साँचो राजा परमेश्वर हुनुहुन्छ भनी स्वीकार गर्दथे र आफ्ना बीचमा परमेश्वरको प्रभुत्वलाई घोषणा गर्ने दृश्य सामग्रीका रूपमा खजुरका हाँगाहरू प्रयोग गर्दथे। अगमवक्ताहरूले मसीह अथवा यस संसारको मुक्तिदाताको आगमनको बारेमा भविष्यवाणी गरेका थिए। यहुदीहरूले उहाँको आगमनको आशा गरेका थिए। यसैबीच ख्रीष्टले यस पृथ्वीमा आफ्नो सेवाकाई सुरु गर्नुभयो र इजरायलमा त्यो खबर चाँडै नै चारैतिर फैलियो। येशूले शनिबारका दिनमा लाजरसलाई मरेकोबाट जीवित पार्नुभयो। त्यो आश्चर्य कर्मले आइतबारका दिनमा भएको उहाँको महिमित पुनरुत्थानलाई पूर्व चित्रण गरेको थियो। येशूले लाजरसलाई मरेकोबाट जीवित पार्नु भएपछि सबै मानिसले इजरायलीहरूलाई बचाउने मसीह राजा उहाँ नै हुनुहुन्छ भनी विश्वास गरे। ख्रीष्टले गधाको एउटा बछेडामाथि चढेर यरुसलेम सहरमा प्रवेश गर्नुभयो र यसरी उहाँले जकरिया अगमवक्ताको भविष्यवाणीलाई पूरा गर्नुभयो। यति बेला इजरायलीहरू निस्तार चाड मनाउनका लागि यरुसलेम सहरमा जाने तयारी गर्दै थिए। उद्धारकर्ता राजाको रूपमा येशू पनि यरुसलेम सहरमा जाँदै हुनुहुन्थ्यो। यहुदीहरूले मसीहलाई सांसारिक शक्तिशाली राजाको रूपमा आशा गरेका थिए। मसीहले इजरायलीहरूलाई रोमी साम्राज्यको अत्याचारबाट राजनीतिक रूपले छुटाउने छन् भन्ने भ्रम यहुदीहरूमा परेको थियो। तर येशूले आफ्नो मृत्यु र पुनरुत्थानद्वारा मानव जातिको मृत्यु र श्रापबाट उनीहरूलाई बचाउनुभयो। संसारभरका अर्थोडक्स क्रिस्चियनहरूले वर्तमान समयमा हुन आउने घटनाका रूपमा पाम सन्डे पर्व अर्थात् खजुरको आइतबारको पर्व मनाउँछन्। येशू हाम्रो हृदयमा प्रवेश गर्ने राजा हुनुहुन्छ भनी स्वीकार गर्दै हामी पाम सन्डे पर्व अर्थात् खजुरको आइतबारको पर्व मनाउँछौँ। अब प्रश्न यो छ, ख्रीष्ट हाम्रा हृदयमा प्रवेश गर्नका लागि हाम्रो हृदय तयार छ त? ख्रीष्टलाई हाम्रो जीवनमा राजाको रूपमा शासन गर्न हाम्रा हृदयमा उहाँलाई ठाउँ छ त? प्राय हाम्रा हृदयका ढोकाहरू बन्द हुन्छन् र ख्रीष्टले प्रवेश गर्न सक्नुहुन्न किनभने हाम्रा हृदयमा पहिलेदेखि अर्कै राजा बसिरहेको छ र त्यो राजा हाम्रो आफ्नो स्वार्थी मानवीय आत्मा हो।
हाम्रा हृदयमा ख्रीष्टलाई प्रवेश गर्न दिएर हामीले यो समस्यालाई सजिलै समाधान गर्न सक्छौँ। हामीले परमेश्वरलाई हाम्रो जीवनमा प्रवेश गर्न दिनुपर्छ। यसका लागि हामीले आफूलाई परमेश्वरको इच्छामा समर्पण गर्नुपर्छ। तपाईको आफ्नो जीवन येशूको चरणमा समर्पण गर्नुहोस्, किनभने उहाँले तपाईलाई जीवन दिनुभयो। हामी यस संसारका अस्थायी, क्षणिक र बितेर जाने कुराहरूका बन्धनमा बाँधिएर कैदीहरू जस्ता भएका छौँ। हाम्रो आफ्नै पापी स्वभाव र संसारको कामधन्दा, व्यवसाय, धन सम्पत्ति र हाम्रा शासकका कैदी भएका छौँ। हाम्रो लोभी स्वभावले हामीलाई दास बनाएको छ। हामीले आफूलाई परमेश्वरमा समर्पण गर्यौँ भने मात्र हामीले जीवनमा साँचो सुख र शान्ति प्राप्त गर्न र साँचो प्रेमको अनुभव गर्न सक्दछौँ। हामीले उहाँलाई आफ्नो जीवनको राजा बनाउनुपर्छ र उहाँसित पूर्ण सङ्गतिमा रहनुपर्छ। हामी निरन्तर रूपमा दैनिक प्रार्थना, वचन मनन र युखारिस्ट अर्थात् पवित्र प्रभुभोजमा सहभागी हुनुपर्छ। हामीले पाप स्वीकार गरेर, पवित्र धर्मशास्त्र पाठ गरेर र वचन बुझेर मात्र हाम्रो हृदयलाई हाम्रो आफ्नो राज्यबाट परमेश्वरको राज्यमा लैजान सक्छौँ। चर्च जाने, प्रार्थना गर्ने, पवित्र धर्मशास्त्र पढ्ने, उपवास बस्ने, पाप स्वीकार गर्ने र पवित्र प्रभुभोजमा सहभागी हुने फुर्सद छैन भनेर धेरै मानिसले गुनासो गर्छन्। त्यस्ता मानिसहरू आफ्नै पापी स्वभाव र इच्छाका दास बनेका हुन्छन्। यसर्थ हामीले परमेश्वरसँग समय बिताउनु पर्दछ, किनभने परमेश्वरले हाम्रा निम्ति सधैँ आफ्नो समय दिनुहुन्छ। उहाँले निरन्तर रूपमा हाम्रो हृदय र हाम्रो जीवनको ढोका ढकढक्याउनुहुन्छ र हामीमा बास गर्न आउने इच्छा गर्नुहुन्छ। कतिपय चर्च फादरहरूले परमेश्वरलाई पागल प्रेमी जस्तो हुनुहुन्छ समेत भनेका छन्। जसरी कुनै पागल प्रेमीले आफूले प्रेम गर्ने व्यक्तिसँग निरन्तर समय बिताउनु खोज्दछ, त्यसरी येशूले स्वर्ग छाडेर मानव जातिसँग निरन्तर समय बिताउन र सङ्गति गर्न यस पृथ्वीमा ओर्लेर आउनुभयो। म आग्रह गर्दछु, आज पाम सन्डेको दिनको लिटर्जीको अन्त्यमा हामीले खजुरका पातहरू ग्रहण गरेपछि ती पातहरू हामी हाम्रा घरमा लैजाउँ र त्यसलाई हामीले सधैँ देख्न सक्ने ठाउँमा राखौँ। खजुरको त्यो पातले हामीलाई यो कुराको स्मरण हुन सकोस् कि ख्रीष्ट नै हाम्रो परिवारको र हाम्रो जीवनको राजा हुनुहुन्छ। ख्रीष्ट समृद्धिको साँचो जवाब र हाम्रो जीवनको अर्थ हुनुहुन्छ। यसकारण हामी ख्रीष्टलाई हाम्रो जीवनको राजाको रूपमा घोषणा गरौँ र दैनिक उहाँसँग समय बिताउने कोसिस गरौँ। ख्रीष्ट नै त्यो व्यक्ति हुनुहुन्छ जससँग हामीले अनन्तकाल समय बिताउनेछौँ। हामी सदा यो कुरा स्मरण गरौँ। हाम्रो पेशा, शिक्षा, आर्थिक अवस्था, घर परिवार र जीवनमा भएका अन्य सबै आधारभूत भौतिक कुराहरू अस्थायी हुन्छन्। यसकारण हामीले ख्रीष्टलाई हाम्रो जीवनमा पहिलो प्राथमिकता दिनुपर्दछ। यसो गरेर मात्र हामीले यस अन्योलता र जटिलताले भरिएको संसारमा साँचो शान्ति र सुख पाउन सक्छौँ। तपाईको जीवनमा परमेश्वरको आशिष र शान्ति रहिरहोस्।